हाई एभ्रिवान, आज चाहिँ हामी माछाल जाँदैछौँ है। हामी 3 जना भएर जाँदैछौँ, म तारा म्याडम र गङ्गा म्याडम। सो लेट्स बिगिन द जर्नी। आई कहाँ जाने आज? बाटो सेतो सेतो छ त्यहाँ। परे पनि दुखै छ नपरे पनि दुखै छ। अब जाँदाखेरि अब बाटोमा अब के जाने अब मलाई तनावमा छु कसरी पुग्ने माछा भनेर के हामी चाहिँ अब निस्केको। गाडी आएपछि अनि आउने तारा म्याडमले भैँसीको दुध दुधै हुनुहुन्छ। खै हेरौँ। ओहो अब हामी खाना खाँदैछौँ। यहाँबाट सही भ्यू देखिँदो रहेछ। यस्तो खाना इज रेडी। ल हाम्रो लन्च बाटो देख्न सक्नुहुन्छ। बाटो हिउँले सेतै छ। अब हामी कसरी जाने यस्तो इट्स लुकिङ सो ब्युटिफुल। म्यामहरू अगाडि अगाडि हिँड्नु पर्छ। हामी चाहिँ लट्ठी पाथ्यौँ। यस्तो बाटोमा कसरी गयो त गाडी? ल बाटोभरि हिउँ छ। यस्तो छ बाटो। फुसफुसवाला यिनीहरूमा चिप्लिने डर हुन्छ क्या यो हिँडेको वालामा। पढ्दै आएका हामी भन्ने हुन्छ। अब लड्दै पढ्दै टिकटक बनाउँदै हे भगवान यस्तो चिप्लो छ। जसलाई हिउँ मनपर्छ नि गाई जस्तो बाटो हिँड्नु अनि तपाईँहरूलाई हिउँ मन पर्न छोड्छ। यस्तो चिप्लो छ क्या बाटो। अनि हामी हिँडेको कति भयो बल्ल 20-25 मिनट भयो। 3-4 घन्टा लाग्ने हो। वाउ यस्तो ब्युटिफुल छ। अनि यहाँ दाइहरू पनि भेटिनु भयो। सो हामी चाहिँ अलिक ठुलै टिम छ। यस्तो छ यहाँ हामी हिँड्ने बाटो। यस्तो ब्युटिफुल। मेरो पैसामा स्विजरल्यान्ड मेरो पैसामा स्विजरल्यान्ड हो नि त हेर्नु लाग्छ। हेर्नु यस्तो हरियो फोन कुरा गर्न लाग्यो भने हामी त ठ्याक्कै भोलि पुग्छौँ। ल हामी चाहिँ हिउँ देखेर एकदमै अमेज्ड भएर जताततै हिउँ छ बाटोभरि। हामी यहीँ रमाइरहेछौँ। तातो हुन्छ बस्यो भने सुत्नु हुन्छ। जनाबाट सुरु भएको यात्रा आज
कतिजना छन् अझै यता पनि हुनुहुन्छ यता पनि हुनुहुन्छ 3 जना भएर हिँडेको हामीहरू मान्छे भइ 15 जना भइसक्यौँ रमाइलो लास्टै तर हिउँ पग्लेपछि यस्तो हुन्छ बाटो यो हिँड्ने बाटो हो सो दिस इज माझफाल जाने बाटो गाइस हामी एउटा लारा भन्ने गाउँ कटेर आयौँ है घोडा तल गएर बाटो बिर्स्यो क्या उसलाई यता खेल्न मन लागेको जस्तो बाटो कन्क्रिट जस्तो भइसक्यो है तर यस्तो बाटोमा चाहिँ चिप्लिन्छ कि सो हिँड्दाखेरि एकदमै केयरफुल हुनुपर्छ अरू त लास्टै रमाइलो गर्दै हिउँ खेल्दै हिँड्यौँ हामी है भ्यू हेर्नु न यस्तो दामी देखियो हामी चाहिँ खाजा ब्रेकमा यहाँ यस्तो राम्रो क्युटवाला टेन्ट छ यता त झन् बाटो सेतै के भयो भिडियो बनाउँदै गर्दै सानो चल्दा रहेछन् सानो चल्लाहरू यस्तो ब्युटी ल हामी चाहिँ यहाँ खाजा स्टप ल हामी चाहिँ यहाँ खाजा खाने टाइम छेडा होटल के होटल नाम पनि नाही छेडा होटल हैन लालीगुराँस होटलमा हामी बिमला होटल होइन बिमला लालीगुराँस होटल होइन तिमी होटल नै भयो सो यो चाहिँ मजाको रोड बने हो अनि माझफाल अब देखिन्छ नि माझफालको गाउँ देखियो यस हाम्रो डेस्टिनेसन त्यहाँ हो आजको परको छ नि घरहरू त्यो हो अनि हिउँ यस्तो मजाले बसेछ है अनि यता बाटो चाहिँ यस्तो छ तर बिच बाटोमा उता हिउँ थियो नि त सो हामी चाहिँ फाइनल्ली माझफाल जस्ट यहाँबाट देखिरहेछ एन्ड एकदमै लड्दै पढ्दै स्नोमा खेल्दै है लड्किँदै चिप्लिँदै आइयो It's so beautiful. This is our health post. ल है हाम्रो यात्रा कस्तो मजाको घाम लागेको है आज धेरै राम्रो लागिरहेको छ नमस्ते फाइनल्ली 4 बज्यो एन्ड वी आर इन आवर डेस्टिनेसन माझफाल स्वास्थ्य चौकी यस्तो देखिन्छ है नजारा